हेलो, आज म सिलगढीको बेङ्गल सफारीमा छु अनि म चाहिँ यहाँनिर सफारीमा आइरहेको थिएँ गाडी लिएर। तर यहाँ क्युट बिरालो मेरो गाडीको त्यहाँनिर आयो अनि कति मजाको छ हेर्नु। मलाई चाहिँ कुकुर बिरालो धेरै माया लाग्छ है। नटोक है मलाई नटोक है, मलाई नटोक है। अन्त के खाइरहेको पनि बस्ने भोक लाग्यो के खाने के खान्छस् भने के चलेको चाहिँ बेङ्गल टाइगर भन्दा पनि खतरनाक छ है। यहाँ गर्नु यहाँ गर सुत्ते एनिमलहरूलाई पनि मान्छेको माया कति जरुरत छ है। बिचरा अघि कराउँदै हिँडिरहेको थियो जब मैले गाडीमा ल्याएँ। हेर्नु काखमा कस्तो मजाले बसिरहेछ। तँलाई माया गरेको तँलाई नखर न भोक लाग्यो तँलाई के दिउँ तँलाई भन् त। तेरो लागि अब यहाँ चिकन पाउँदैन, तेरो लागि यहाँ मटन पनि पाउँदैन, तँलाई के दिउँ। कि मजाक जान्छ सिक्किम लुके गरे सिक्किम जाने। अच्छा हेर्नु टोक्दैछु मलाई हेर्नु। हेर्नु किस गर्दैछ यहाँ चल्दैछ हेर्नु। अच्छा नचल भयो तेरो। म यहाँ पक्रेर तान्छु, म यहाँ पक्रेर तान्नु सिरी बस ल भयो माया। তুমি এক কাজ করো, কাউকে দায়িত্ব দাও, রিস্ক দিয়েছো আমরা যাই না। আমি হয়তো রিস্ক করে দিচ্ছি। তুমি তার দায়িত্ব দেবে, 1000 টাকা ফোন পে দিচ্ছে, তুমি দাও না টাকাটা কেটে। আমি আমার দায়িত্ব নিচ্ছি, আমাকে যে দিয়েছি के भयो फेरि यसो गर्नु यस्तो माया गर्नु तँलाई। अच्छा खोर्सिस मलाई खोर्सिस भयो अब ल यो अब यसो गरेर बोक्नु। यसो गऱ्यो भने चाहिँ बिरालोहरू धेरै न्यानो मान्छ, किनभने उसको आमाले पनि यसरी बोक्छ है सानोमा यसरी पक्रेर। त्यसले गर्दाखेरि यसरी बोक्यो भने चाहिँ कराउँदैन बिरालो। हेर्नुहोस् है देख्नुभयो। थ्याङ्क यू भिडियो हेरिदिनु भएकोमा।